चुनावको बेला त भन्छ नि जितेपछि तास खेल्दै बस्छ। मैले अघि भनिहालेँ सदनमा पठायो सांसदहरू त सुती पो राखेको छ गरेर। अरू जस्तो होइन, अनुशासित छौँ हामी, मर्यादित छौँ हामी सुशासनको पक्षमा प्रष्ट छौँ। हामी खरो बोल्छौँ, दरो बोल्छौँ, खुट्टा कमाउँदैनौँ। म चाहिँ नेता नबन्ने, म नेता होइन, मलाई नेता नभन्नु। यो देशमा नेताको खाँचो छ र? नयाँ दल भन्नेहरू छ नि अहिले, सोध्छ नि घन्टीहरू बजाएर हिँड्नेहरू, उनीहरूलाई सोध्नु त के छ एमसिसीमा? चुनावी प्रचार सभाका अध्यक्षज्यू, मञ्चमा आसीन अन्य अतिथिज्यूहरू, यो इलाम क्षेत्र नम्बर 1 का प्रत्यक्षतर्फका उम्मेदवार हाम्रो समानुपातिक तर्फका उम्मेदवार लक्ष्मी राजी लगायत अन्य अतिथि साउन्ड सिस्टममा चाहिँ मिलाउनु है, यो साह्रै धेरै भयो, टु गर्नु थाल्यो। यो कार्यक्रमलाई सभ्य भव्य तरिकाले सुरक्षित तरिकाले आयोजना गर्नको लागि खट्नुहुने सम्पूर्ण स्वयंसेवक श्रमदाताज्यूहरू, मैले मान्नुपर्ने आदरणीय इलाम फिकल तथा अन्यत्रबाट आउनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र जेन्जी, उपस्थित पत्रकार, सुरक्षाकर्मी, मिडिया मार्फत हेरिरहनुहुने 3 करोड नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबैजनालाई माटोबारी, माटो प्रेमी अभिवादन। जय माटो, जय देश भन्न चाहन्छु। बोल्दा बोल्दा स्वर सुकेको छ, त्यसले गर्दा गीत गाउँदिन आज है। होइन, नगाउने गीत गाउँदिन है। कुरा सुनाउँछु थोरै। होइन, हुँदैन, गाउँदिन। 2 मिनट मेरो कुरा सुन्नुहुन्छ भने सुन्नुहुन्छ, नत्र म गइहाल्छु है। चुप लागिदिनु होला है। यो टु साह्रो धेरै करायो, ठिक्क मिलाउनु होला है। साह्रै टु नबनाउँ। मैले सबैभन्दा पहिला चाहिँ हामी यहाँ 3वटा पुस्ता बसिरहेका देखिरहेका छौँ है। यहाँ अघिल्तिर देखिरहेको छु एउटा सानो बालक, त्यो बालकको उतापट्टि देखिरहेको छु एउटा। अब म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रा 3वटा पुस्तामा आफ्नो पुस्ता अनुसारको आवश्यकता र समस्या छ है। हाम्रो बाजेहरू, हाम्रा बाबुहरूको पुस्ता, नातिहरूको बाजे, छोराहरूको बाबुहरूको पुस्तालाई स्वास्थ्य उपचार भइदिए हुन्थ्यो है। बुढेसकालमा यसो चाहिँ होइन विश्राम गर्ने चौताराहरू, फलैचाहरू, मनोरञ्जन गर्ने सानोतिनो पार्कहरू भइदिए हुन्थ्यो भन्ने उहाँलाई लागेको छ है। विभिन्न खालका सामाजिक सुरक्षाहरू राज्यले जुन दिन खोजेको छ, दिन चाहेको छ र दिइरहेको छ, तिनीहरू समयमा प्राप्त भयो हुन्थ्यो भन्ने उहाँलाई लागेको छ। हामी छोराहरूको पुस्तालाई यो देश होइन अरू देश उन्नत देशहरू जस्तो भइदिए हुन्थ्यो जस्तो हामीलाई लागिरहेको छ भने हाम्रा नानीहरूलाई चाहिँ के लागिरहेको छ जस्तो मलाई लाग्छ भने होइन रमाइलो गरी यो देशमा पनि बाँच्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहेको होला। नानीहरूको पनि चाहना छ है। अब यी चाहनाहरूको बिचमा हामीले कस्तो खालको देशको परिकल्पना गर्ने भन्दाखेरि पक्कै पनि गरी खाने देश, समृद्ध देश, सबैको गोजीमा पैसा भएको देश हामीलाई चाहिन्छ जस्तो मलाई लाग्छ। हो
यहाँ अधिकांश मान्छेको गोजीमा पैसा छैन, मेरो पनि छैन, एक रुपियाँ छैन, छामेर लाँदा हुन्छ। छामेर गोजी छामेर जति छ टकटकाएर लाँदा हुन्छ, छैन। राम्रो बुझौँ है। आर्थिक विकास नै अब यताबाट आयो विकासै गर्नु पर्यो भन्नुभयो, राम्रो बुझौँ है। आर्थिक विकास नै वास्तविक विकास हो होइन। सबैको गोजीमा पैसा हुने, सबैको घरमा खाने चामल हुने, सबैको घरमा खाने दाल हुने, सबैको छोराछोरी स्कुल जान पाउने, सबै मान्छे बिरामी हुँदाखेरि होइन अस्पतालमा उपचार गराउन पाउने, त्यो खालको अवस्थालाई विकास भन्नुपर्छ है। आर्थिक विकास मात्रै वास्तविक विकास हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आर्थिक विकास भएन भने विकास हुँदैन। त्यसो भएको कारणले अब आर्थिक विकास चाहिँ कसरी गर्ने त, यहाँ प्रश्न छ। धैर्य गरेर सुन्नु होला, म धेरै बोल्दिनँ, 2-4 मिनट बोलेर फेरि अन्यत्र विनोदजीसँगै जानुपर्नेछ, उहाँकै कार्यक्रम छ माई भन्ने ठाउँ। धैर्य। आर्थिक विकास मात्रै वास्तविक विकास हो र आर्थिक विकास गर्नका लागि श्रम गर्नुपर्छ है। श्रम नगरी आर्थिक विकास हुँदैन। हामी हाम्रा दाजुभाइहरू प्रत्येक घरबाट एकजना विदेश गएको छ देखेर विदेशबाट पैसा पठाइदिन्छ, अनि म मजाले बसेर खान्छु, यस्तो गर्छु, केटाकेटीको फी तिर्छु, यस्तो गर्छु, जग्गा किन्छु, घर बनाउँछु भन्छौँ। विदेशमा गएर हाम्रो दाजुभाइहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूले के गरिरहेको छ थाहा छ? श्रम। अनि विदेशमा चाहिँ श्रम गर्दाखेरि पैसा कमिँदो रहेछ, यो देशमा चाहिँ श्रम गर्दा किन पैसा नकम्यो? प्रश्न यहाँ छ। यो देशमा चाहिँ श्रम गर्न किन नपाएको हामी है? विदेशमा चाहिँ सबै थोक चल्ने होइन, कृषि पनि राम्रो भइराखेको छ, फ्याक्ट्री खोल्छ चलिराखेको छ, जे पनि भइराखेको छ। हाम्रो देशमा चाहिँ दोकान खोलेको र दोकान तपाईँको राम्रोसँग चलिरहेको छैन, मलाई राम्रो थाहा छ है। यता एउटा ब्याङ्क छ, त्यो ब्याङ्क पनि तपाईँको चाहिँ घाटामा छ कि न? हाम्रो देशमा चाहिँ किन नचलेको त हाम्रो श्रम? दुईटा हात देखाइदिन्छ सबैले हो, यताको चाहिँ दुईटा हात देखाइदिनु न, पारिपट्टि गर्ने। धन्यवाद राख्नुहोस्। यिनै दुई हात हुन् जुन दुई हातले विदेशका विकसित र उन्नत भन्ने देशहरूको विकास गर्यो होइन, श्रम गरेर। साउदी, कतार, मलेसिया, जहाँ पनि डाङडुङ सबै विश्वभर हामी नेपाली छौँ, काम गरिरहेछौँ। अनि ती देशहरू चाहिँ विकसित बनाउन सक्ने हाम्रो दुईटा हात, अनि हाम्रै देश चाहिँ किन विकसित नभएको होला भन्दाखेरि सही कुरा गर्नु, दाजुले सही कुरा गर्नु। हाम्रो देशमा राजनैतिक नेतृत्व सही छैन। नेता भनेर चुनी पठाएको मान्छेले के गर्छ? जितिसकेपछि, जित्नुभन्दा अगाडि चाहिँ म यस्तो गर्छु उस्तो गर्छु भन्छ होइन। जितिसकेपछि चाहिँ गएर तास खेल्दै बसिरहेको म्यारेज। कति हाँस्नु, अलिक हाँसौँ, अलिक हाँसौँ हतार है। चुनाव जित्नुभन्दा अगाडि चाहिँ म आकाशको तारा झार्छु हजुर भन्छ, ढोगिन्छ, भोट दिइ पठाउँछु त आउँदैन फर्केर है। अनि असमान सन्धि सम्झौता गर्ने, घरि कुन नदी पो बेच्ने, घरि के पो गर्ने, घरि भ्रष्टाचार गर्ने, त्यतातिर लाग्नु थाल्छ। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, नेतृत्व सही नभएको कारणले गर्दाखेरि तपाईँको दुईटा हातले साउदी बनाउन सक्यो, कतार बनाउन सक्यो, दक्षिण कोरिया बनाउन सक्यो, जापान बनाउन सक्यो, तर आफ्नै देश बनाउन नसक्यो। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, यसपालिको चुनावमा तपाईँले राम्रो मान्छे चुन्नुपर्छ, राम्रो पार्टी चुन्नुपर्छ। यो मान्छे चुन्ने मात्रै चुनाव होइन, पार्टी चुन्ने चुनाव पनि हो। माथिको नेता, सर्वोच्च नेता कस्तो छ त्यो हेरेर पनि तपाईँहरूले भोट हाल्नुपर्छ। हाम्रो विनोद नेम्बाङजी म सेवा गर्छु भनेर आउनुभयो, मैले ठिकै छ नि त भनेर टिकट दिएँ। विनोद नेम्बाङजीलाई म यहाँ सार्वजनिकमा सोध्छु, आत्मा साक्षी राखेर माटोको कसम खाएर भन्नुहोस्, तपाईँलाई टिकट दिँदा हामीले कति पैसा लियौँ भन्नुहोस्। यहाँ आएर भन्नु, यहाँ आएर भन्नु ल। 0 पैसामा हो, मलाई 1 रुपियाँ लिनुभएको छैन स्वादी अध्यक्षज्यूले। हो, खुट्टी हेरेर चाल पाइन्छ, खुट्टी हेरेर चाल पाउनुपर्छ क्या। हेरेर ताली बजाउने भन्ने थाहा रहेछ है।
अनि खर्च गर्नु पर्यो फेरि चुनावमा 25 लाख त टिकटको मात्रै लाग्यो हैन खर्च गर्नु पर्यो फेरि 1 करोड खर्च गर्नु पर्यो अनि जितेर गएर के गर्छ भन्दा बाटो बनायो भने अलकत्र अरू थोरै लाउनु अलिकति निकाल्नु है भनेर ठेकदारसँग साँडगाँड गर्न थालिन्छ हैन निकाल्नु त पर्यो नि त अनि है 1.5 करोड राखेर चुनाव लडिराखेको छ बल्ल बल्ल परेर जितिराखेको छ कालोमा कालो लुते ध्रुव यस्तो भएर जितिराखेको छ अनि तपाईँको चाहिँ फर्काउनु परेन भन्नुको मतलब श्रम संस्कृति पार्टी मात्र यस्तो पार्टी हो जसले टिकट दिँदा 1 रुपैयाँ पनि तपाईँको चाहिँ आत्मा साक्षी राखेर हामी भन्छौँ माटोको कसम खाएर भन्छौँ उम्मेदवारलाई 1 रुपैयाँ पनि हामी लिएका छौँ त्यहीँबाट सुरु हुन्छ त्यहीँबाट चिन्नुपर्छ तपाईँले तितेपातीको बिरुवा हो कि आँपको बिरुवा हो कि लिचीको बिरुवा हो कि भनेर सानैमा चिन्नुपर्छ झाँकी जस्तो ठुलो भाजी हेर्छु नि त फल्छ कि फल्दैन भनेर लिची रोपेर चाहिँ आँप फल्छ भनेर आशा गरेर हुन्छ धेरै कुरामा राख्दिनु यतिले बुझ्नु श्रम संस्कृति कस्तो भयो थुप्रैले काम गर्छ भन्छ अहिले उहाँले पनि काम गर्छ भनिरहेको होला म पनि भन्छु सबैले भन्छ है चुनावको बेला त भन्छ नि जितेपछि तास खेल्दै बस्छ मैले अघि भनिहालेँ सदनमा पठायो सांसदहरू त सुतिको राखेको हुन्छ गरेर तपाईँहरूलाई वचन दिन्छु माटोको कसम आत्मा साक्षी राखेर भन्छु हाम्रो सांसदहरू सुत्यो भने त्यति नै खेर त्यसको पद तपाईँको चाहिँ निलम्बन गरेर साधारण सदस्य नरहने गरी खारेज गरिदिन्छु सुतेर हुन्छ हामी त्यो सदनभित्र नेपाली जनताले तपाईँको पठाएको सांसदहरू सुतेर हुन्छ श्रम संस्कृतिको कोही सांसद भोलिको दिनमा सुत्ने छैन यदि सुतेको भेट्टाइयो भने मैले तपाईँलाई वचन दिएँ सार्वजनिक रूपमा बोलेको कुरा होइन म झुटो बोल्ने मान्छे होइन फेरि रुखो चाहिँ रुखो बोल्छु तपाईँलाई मन परोस् मन नपरोस् साँचो कुरा बोल्छु म है तर उनीहरूको पद त्यति नै खेर त्यसको भोलिपल्ट 24 घण्टाभित्र तपाईँको चाहिँ पद खारेज गरेर एउटा साधारण सदस्य पनि नरहन गरी पार्टीबाट निष्कासन गरिदिन्छु म है अरू जस्तो होइन अनुशासित छौँ हामी मर्यादित छौँ हामी सुशासनको पक्षमा प्रष्ट छौँ हामी खरो बोल्छौँ दरो बोल्छौँ खुट्टा कमाउँदैनौँ है भएको कुरालाई भएकै कुरा भन्छौँ यो नेपालको झन्डा हो कि कुन देशको झन्डा हो नेपालकै झन्डा हो भन्छु यसलाई तँलाई म यति लाख दिन्छु यति करोड दिन्छु यति अर्ब दिन्छु यति खर्ब दिन्छु यो चाहिँ अर्कै देशको झन्डा भन्ने भन्यो भने म भन्नेवाला छैन भन्दिनँ म तपाईँहरू यो सारा मान्छे उठेर यसलाई चाहिँ अरू देशकै झन्डा भन्छस् कि तँलाई मार्छु भनेर भन्नुहोस् म पछि हटेँ भने 1 इन्च पछि हट्दिनँ नेपालकै झन्डा हो भन्छु त्यस्तो नेतृत्व नेपाललाई चाहिन्छ कि चाहिँदैन साँचो बोल्नु नसक्ने मान्छे नेता हुन्छ है हाम्रो नेताहरू कस्तो छ आज एउटा कुरा यहाँ गरिरहेको छ तपाईँको चाहिँ इलाम बजार पुगेपछि अर्को कुरा गर्छ यहाँ चाहिँ विनोद नेम्बाङ त साह्रै राम्रो भन्छ विनोद नेम्बाङको छेउमा चाहिँ पर गएपछि चाहिँ इलाममा गएर चाहिँ विनोद नेम त फटा हो भन्छ फेरि त्यही मुख छ छक्क पर्छु छेपारोले पनि हारै खायो हाम्रो देशको नेताहरूसँग ए बाबा म छेपारो भनेको त रङ फेर्ने भनेको त म भन्दा धेरै रङ फेर्ने रहेछ यो छेपारोहरूको तपाईँको चाहिँ नेताहरू भएको देश भनेर छेपारो रिसाउँदै गरेको अस्ति देखेको थिएँ सपनामा मैले हामी झुटो बोल्दैनौँ रुखो बोल्छौँ हामी तर झुटो बोल्दैनौँ है त्यसो भएको कारणले गर्दाखेरि म यहाँहरूलाई भन्न चाहन्छु तपाईहरूले झुटो बोल्ने मान्छेलाई होइन साँचो बोल्ने मान्छेलाई सही सत्य बोल्ने मान्छेलाई यसपालि भोट दिनुपर्छ यहाँहरूलाई म त्यो अनुरोध गर्न चाहन्छु थुप्रै छन् कुराहरू अब हामी साँचो व्यवहार गर्छौँ राम्रो काम गर्छौँ भनेर भनिरहेका छौँ काम त सबैले गर्छ भन्छ फेरि के फरक भयो त झर्को साम्पाङ र अरूमा के फरक भयो विनोद नेम्बाङ र अरूमा के फरक भयो भोलि फेरि अर्को आउँछ अर्कोले पनि तपाईँको यहाँनिर होइन उफ्री भाषण गर्छ नै पक्कै पनि होइन तपाईँहरूले सायद आउनुहुन्छ होला अथवा यो अरू मान्छे आउँछ यस्तै भिड भइरहेको छ तर यति कुरा याद गर्नुहोस् श्रम संस्कृति भनेको काम गर्ने मान्छेहरूको श्रमदाताहरूको पार्टी हो यो पार्टीमा नेता हुँदैन म नेता होइन मलाई नेता नभन्नु यो देश बनाउनका लागि कसै नेता बन्न धेरै आवश्यक छैन
यो देश बिग्रेको भनेकै धेरै नेता भएर हो कि भन्नु त? यो चिया पसलमा हेर्नुपर्छ 5 जना नेता, त्यो पल्लो पसलमा हेर्नु 5 जना नेता, चिया पसलै पछि नेता है, 15-20 कप चिया खाएको छ, चुरोट खाएको छ, देश त यस्तो बनाउनु पर्ने, देश त त्यस्तो बनाउनु पर्ने, देश त यस्तो चाहिँ बनाउनु पर्ने, यो चाहिँ सिद्धान्त ठिक छ, त्यो चाहिँ सिद्धान्त ठिक छ भन्दै बसिरहेको छ। आफ्नै अगाडि चाहिँ नि होइन झरिराखेको होइन तपाईँको चाहिँ नि प्लास्टिकको बोतल टिप्ने घर जान्छ है, बुढीलाई हकारेर भात खान्छ, ओइ है छिटो गर मतलब भात खान्छ, हातमै तपाईँ थालमै हात छुटेर जान्छ, फेरि गफ गर्छ, फेरि खुट्टा यस्तो हुनुपर्ने उस्तो हुनुपर्ने, म त यस्तो नेता, छुट्टे नेताले बिगारेको देश हो। त्यही भएर म चाहिँ नेता नबन्ने, म नेता होइन, मलाई नेता नभन्नु। यो देशमा नेताको खाँचो छ र? यो देशमा त काम गर्ने मान्छेको खाँचो छ है। गफ गरेको छ यहाँ अहिले मैले कोही कसैलाई तपाईँले बोलाएर यहाँ बोल्नु दियो भने मभन्दा धेरै गफ गरिरहेको हुन्छ। गफको खाँचो छैन, गफले बन्दैन देश। देश केले बन्छ थाहा छ? श्रमले बन्छ। झगडा गरेर पनि बन्दैन देश। झगडा गरेर बन्छ होला भनेर बन्दुक बोकेर हिँड्ने हो नि है, नेपाली भिनेन। 17,000 त मान्छे मऱ्यो नि त यहाँ त। तपाईँ दाजुभाइ मर्या होला, कोहीको छोरा मरिरहेको होला, शहीद परिवारको मान्छे यहाँ थुप्रो आएको होला। कि भर्खर तपाईँको चाहिँ महान शहीदलाई हामीले श्रद्धाञ्जली दियौँ। अस्ति भर्खर चेन्जीको आन्दोलन 75-76 जना मान्छे मरे है। मान्छे मारेर देश बन्छ? बन्दैन। रगत बगाएर देश बन्दैन। बन्छ त केले बन्छ? पसिनाले बन्छ। तपाईँ हामी मिलेर श्रम गरौँ न, देश बन्दैन र? बाटैभरि फुलै फुल रोपौँ, डाँडैभरि फलफुलै फलफुल रोपौँ, डाँडैभरि चिया रोप्दामा हुन्छ होइन। तर यो चिया बगान पनि कसले बेचेर खाएर भन्ने सुन्छ छगाइको है। ठुल्ठुलो नेतालाई जिताएर पठाइयो, पुराना दलहरूलाई नयाँ आएको छ, थुप्रो आएको छ अहिले। यो देशलाई कसरी खाउँ भनेर हेरिराख्ने क्या, हेरिराख्ने। पुरा बिरालोले मुसा ढुक्या जस्तो धुलोबाट निस्क्यो कि झम्टिहाल्ने भने जस्तो। यताबाट खाने कि उताबाट खाने कि यताबाट खाने कि यताबाट माथिबाट खाने कि तलबाट जे होस् खानु चाहिँ पर्ने। के खाने? देश खाइदिनु पर्ने। त्यो खानु खोजेको देश, विभिन्न षड्यन्त्र गरेर बेच्नु खोजेर सिद्ध्याउन खोजेको देशलाई बचाउन निस्केको स्वदेशी विचार बोकेको स्वदेशी पार्टी हो श्रम संस्कृति, जसको चुनाव चिन्ह माटो रहेको छ है। चुनाव चिन्ह माटो रहेको छ, अन्जुलीको माटो। तपाईँको अन्जुली हो त्यो। तपाईँको दाहिने देब्रे हातमा रहेको इलामको माटो, फिक्कलको माटो, यो देशको माटो। त्यो माटो चिन्हलाई तपाईँहरूलाई देशको माया लाग्छ भने त्यसलाई भोट हाल्नुहोस्। यो देशलाई भोट हालेको यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। स्वाधीनताको पक्षमा अरू पार्टी बोल्न सक्दैन। एमसिसीको बारेमा के छ धारणा भनेर सोध्नुपर्छ, कोही पनि बोल्न सक्दैन। चुप्प मार्छ टाप दिइहाल्छ है। अहिलेको पार्टीहरूलाई सोध्नु न, पुराना दलहरू नयाँ दल भन्नेहरू छ नि, अहिले सोध्छ नि घन्टीहरू बजाएर हिँड्नेहरू, उनीहरूले सोध्नु न के छ एमसिसीको। यो देश हाम्रो हो कि विदेशीको? यो देश नेपालीको हो कि विदेशीको? अनि नेपालीको हो भने यो देश बचाइराख्नुपर्छ कि पर्दैन? हो, हामी क्लियर छौँ। हामी त क्लियर छौँ। हामीले एमसिसी चाहिँदैन, नो एमसिसी भनेर म त तपाईँको 2 वर्ष आन्दोलन गरेर मान्छे। अहिले पो आन्दोलन अहिले कुनै देशको सेना हाम्रो देशमा आएको हामीले मन्जुर छ? मन्जुर छ भने हामी नेपाली नै होइन, मरेको नेपाली हो। हामी मरेको छौँ, मरेको नेपाली हो। हामी बाँचिरहेको नेपाली हो र बाँचिरहेको देश हो भने है हामीलाई तपाईँको छैन, हाम्रो देशको माया लाग्नुपर्छ। अहिले तपाईँको सेना आउँदैछ, 2-4 दिनपछि पैसा आउँछ, अनि त्यसपछि लास्टमा झन्डा आउँछ, त्यसपछि देश खतम। देशलाई निर्धारण गर्छ 3टा तत्त्वले, एउटा सेना, अर्को पैसा मुद्रा, अर्को झन्डा। भोलि फिक्कल चाहिँ रहने अनि यो झन्डाको बदलामा अर्को देशको झन्डा राखौँ है भन्दा तपाईँहरूले मन्जुर छ? यो देश बचाउने अभियान हो श्रम संस्कृतिको अभियान। तपाईँहरूलाई चान्सुले लाग्यो एउटा बाटो बनाउनु, एउटा बिजुली खम्बा बाल्नु, एउटा बत्ती बाल्नु ठुलो कुरो होइन? देशभन्दा ठुलो कुरो हुन्छ र त्यो? त्यसले गर्दाखेरि देश बचाउनका लागि म तपाईँहरूलाई बोलाउन आएको छु। चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुहोस्।
हामी विदेशी हस्तक्षेपबाट यो देशलाई मुक्त गर्छौँ। काम गरेर यो देश छोडेर तपाईँ हामी सबैजना जानुपर्ने हुन्छ, अरूको उपनिवेशमा हामीले चाहिँ बस्नुपर्ने बाध्यता हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब हामी आफ्नै बलबुतामा यो देश बनाउँछौँ, आफ्नै बलबुतामा हामी बनाउँछौँ, कुलाहरू हामी बनाउँछौँ, बाटाहरू हामी बनाउँछौँ, भवनहरू यही देशमा छ। स्रोत साधन तपाईँको दुईटा हात, त्यही हो सबभन्दा ठुलो बजेट। त्यो दुईटा हात प्रयोग गरेर हामी उठाउँछौँ यो देशले है। हामी भनेको तपाईँको छैन धेरै मेहनती मान्छे। मैले अघि भने हाम्रै मेहनतले पुरा अरू देशहरू बनिरहेको छन् भने हाम्रो देश चाहिँ किन बनेको छैन भन्दा हाम्रो देशमा त काम गर्ने वातावरण छ। तपाईँले धेरै काम गर्नुभयो भने तपाईँले अनेक परीको मुद्दा लगाइदिन्छ। फुल रोप्दाखेरि मुद्दा लागेको मान्छे हो म, पानी खुवाउँदा मुद्दा लागेको मान्छे हो म, उद्योग खोल्दा मुद्दा लागेको मान्छे हो म जस्तो जबरजस्ती गर्ने मान्छेलाई त त्यत्रो धेरै शास्ति छ भने तपाईँ जस्तो सोझो मान्छेले गर्न सक्नुहुन्छ काम? गर्न सक्नुहुन्न। सोझा सिधा किसानहरूलाई काम गरी खाने देश बनाउने कि नबनाउने हामीले? सोझा सिधा मजदुरहरूलाई काम गरी खाने देश बनाउने कि नबनाउने हामीले? व्यवसायीहरूलाई व्यवसाय गरेर बाँच्न सक्ने देश बनाउने कि नबनाउने हामीले? यदि त्यस्तो देश बनाउने हो भने चुनाव चिन्ह अञ्जुलीको माटो बाहेक अरू विकल्प छैन है। अरूले गर्दैन, लेखेर दिन्छु गर्दैन, कागजमा होइन ढुङ्गामै लेखेर दिन्छ तपाईँले, गर्दैन। त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई उठाउने जाँगर कोहीसँग छ भने त्यो श्रम संस्कृतिसँग छ। यो देशलाई उठाउने अभियान कोहीसँग छ भने त्यो श्रम संस्कृतिसँग छ। धेरै कुरा म गर्न चाहन्न होइन। बुझ्नेलाई इसारा काफी छ, नबुझ्नेलाई जिन्दगी भारी छ होइन। हामी साँचो कुरा गर्छौँ, साँचो कुरा गर्दा धेरै विरोध गर्यो भन्छ। विरोध कसको गरेको छ र? हामीले गरेका छैन। तर यो देश बेच्नेलाई त देश बेच्छु भन्न हामीले पाउने कि नपाउने? त्यति पनि भनिएन भने त के बाँचेको नेपाल, त्यो त मरेको नेपाल होइन। जस्तै कोही मान्छेले चोर छ भने त्यो चोरलाई चोर भन्ने कि नभन्ने? हामी चोर भने नभन्ने भन्दा शब्दकोशबाटै हटाइदिउँ न त। चोर भन्ने हटाइदिउँ, विदेशी दलाल भन्ने हटाइदिउँ, शब्दकोशबाटै हटाइदिउँ होइन। जसले तपाईँको छैन गलत गरेको छ त्यसलाई गलत भन्नुपर्छ कि पर्दैन? नेपालीले नेपाल बिग्रेको, नेपाल नबनेको भनेको के हो भन्दाखेरि इमान्दार मान्छे नबोलेर फटा मान्छे मात्रै बोलिरहेर उसकै कुरा सुन्दा उयो भएको छ। त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्णलाई म भन्न चाहन्छु, अब जाग्नुपर्छ यो देश, अब सही मार्गमा लाग्नुपर्छ। चुनाव चिन्ह अञ्जुलीको माग। यसपालि दुईवटा मतपत्र छ, एउटा प्रत्यक्ष एउटा समानुपातिक। प्रत्यक्षमा पनि अञ्जुलीको माटो खोजेर त्यहाँ एक छाप हालेर बाकसमा हाल्नुहोस्, समानुपातिकमा पनि अञ्जुलीको माटो खोजेर त्यहाँ एक छाप हालेर बाकसमा हाल्नुहोस्। यसो गरेर तपाईँहरू अगाडि बढ्नुभयो भने हामी श्रम संस्कृतिले जित्नेछ। श्रम संस्कृतिले यदि सरकार बनाओस् भन्ने चाहनुहुन्छ भने विनोद नेम्बाङले पनि जित्नुपर्छ है, लक्ष्मी राईले पनि जित्नुपर्छ। म एक्लै गएर सरकार बनाउन सक्ने स्थिति हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि है माटोले माग्दैन, हर्क साम्पाङले चाहिँ माग्छ। माटोले माग्छ त? माटोले माग्दैन, आफै दिनुपर्छ भन्ने भनाइ छ नि। तर हर्क साम्पाङ चाहिँ माटो होइन मान्छे भएको कारणले हर्क साम्पाङ चाहिँ भोट माग्न आयो। आज तपाईँहरू मलाई भोट दिनुहुन्छ? यदि तपाईँले मलाई भोट दिनुहुन्छ, विनोद नेम्बाङ मार्फत मलाई भोट दिनुहुन्छ भने विदेशी सामु कहिले पनि झुक्दिनँ म। आँधी देखेर कहिले पनि लुक्दिनँ म, विपद देखेर लुक्दिनँ म। यो देशमा आन्दोलन गर्ने तपाईँको चाहिँ वातावरणहरू सबै अन्त्य हुनेछ। सबैलाई म काममा लगाउँछु। कोही मान्छे फुर्सदमा बस्ने छैन। कोही मान्छे फुर्सदै नबसिसकेपछि नचाहिँदै तपाईँको छुट्टे नेताको भाषण सुन्न कोही भ्याउँछ? त्यस्तो देश हामीले बनाउनुपर्छ है, त्यस्तो देश बनाउनुपर्छ। अहिले त के छ, सबै बेरोजगार युवा छ। आइज भाइ एक प्लेट चाउमिन किनिदिन्छु, जातेलाई गएर कुटेर आइज, हुन्छ भाइ हुन्छ दाइ भनेर कुदेर गएर कुटेर आउँछ नि एक प्लेट चाउमिन किन्छ। युवाको हालत त्यहाँ भइसक्यो, राजनीतिक गुन्डा भइसक्यो युवा है। धन्न अहिलेसम्म सुपारी किलर चाहिँ छैन, नत्र भने 5000 पैसा दिन्छु, जातेलाई गएर मारेर आइज भन्दा त्यतातिर। त्यस्तो देश बनाउनु छ र हामीलाई? छैन। हाम्रा नानीहरू, यस्ता नानीहरू, हाम्रा नातिहरू, हाम्रा नातिनीहरू, हाम्रा छोराहरू, हाम्रा छोरीहरू है चाइनाको युवा जस्तो, जापानको युवा जस्तो, दक्षिण कोरियाको युवा जस्तो बनाउने कि नबनाउने? हामीले
ती युवा जसले फेसबुक बनायो आज मिलियन मिलियन पैसा कमाइराखेको छ, फेसबुक बनाउने, टिकटक बनाउने, मोबाइल बनाउने युवा हामीले बनाउने कि नबनाउने? खै त वातावरण दिएको हामी भन्दाखेरि हामीले वातावरण नै दिएनौँ है। हाम्रो युवाले केही पनि गर्दैन, एउटा कविता पनि रचना आउँदैन है। आविष्कार त धेरै परको कुरा हो, कहिले ड्रोन बनाउने, कहिले तपाईँको हेलिकप्टर बनाउने, कहिले गाडी बनाउने, त्यतातिर त छोडिदिउँ, एउटा कविता पनि लेख्न आउँदैन अहिलेको हाम्रो युवालाई। त्यहाँ पुगिसक्यो देश। युवामा आविष्कार गर्ने, सिर्जना गर्ने गुण हरायो। किन हरायो भन्दाखेरि नेतृत्व नै त्यो खालको छ, खालि ढुङ्गा हान्नु मात्रै बोलाउँछ है। जहाँ गएर त्यो घरमा ढुङ्गा हान्थे, त्यहाँ आगो लगाइदिए, त्यो गाडी तपाईँको रोकेर त्यहाँ टायर बाल, केही परिहाल्यो भने म छु पुलिसलाई पक्रिदिनु न, के भनेको थियो। तर श्रम संस्कृतिले युवालाई कहिले पनि त्यसो भन्दैन। श्रम संस्कृतिले तपाईँहरूलाई के भन्छ भने बाबु खोल रोपौँ है, आउनु न बाँझो खनेर अन्न बन्छ है, काम गरौँ। फेरि अहिलेको युवाहरू पनि कस्तो छ भन्दाखेरि काम भनेपछि परपर भाग्ने है। मैले भनिरहेको छु नि, ए हेर ढुङ्गा बोकेर त्यो देश बन्छ अरे क्या, त्यो चाहिँ घन्टी हल्लाउनेहरूलाई सिकाएको छ। अनि के भनेर बोकेर चाहिँ देश बन्छ त बाबु भनेर भन्छु, फेरि बोल्नु सक्दैन। अनि पर गएर फेरि ढुङ्गा बोकेर कहाँ देश बन्छ भन्छ। फेरि उसको बाउ चाहिँ कहाँ छ भन्दाखेरि त साउदीमा ढुङ्गा बोक्दैछ, मलेसियामा उसले बेचा चलाउँदैछ है। अनि साउदी मलेसियामा आफ्नो बाउले तपाईँको 10 धारा पसिना बगाएर श्रमिक भएर काम गरेर पठाइदिएको पैसा खाएर ठुलो कुरा गर्ने पाप लाग्दैन? श्रम भनेकै विकास हो, श्रम भनेको पैसा हो। श्रम संस्कृतिको सरकार बनाइदिनुहोस् तपाईँहरूले जिताएर हामीलाई पूर्वदेखि पश्चिमसम्म हाम्रो उम्मेदवारहरूलाई। यो देशमा म ग्यारेन्टी लिन्छु, कोही मान्छे तपाईँको चाहिँ के रहेछ टुकुलाट्याङ भएर हिँड्न पाउँदैन, हिँड्ने दिन आउँदैन। सबै मान्छेलाई केही न केही उसको दिमाग अनुसारको, उसको क्षमता अनुसारको, उसको तपाईँको चाहिँ योग्यता अनुसारको काम लगाउँछु म। काम गर्नु भनेकै पैसा के अरे तपाईँको चाहिँ उत्पादन हुनु, पैसा कमिनु हो क्या। उत्पादनै छैन हाम्रो, के छ उत्पादन छ है। खेतबारी बाँझो छ, काम गर्नु जानु मन पर्दैन। किन काम गर्ने? काम गऱ्यो भने फेरि उतापट्टि आफ्नै साथीले आछि पसिना नाइस भन्छ, ऊ चाहिँ ब्युटी पार्लर भन्नु नरिसाउनु है दिदी पहिला। म ब्युटी पार्लर जाउँ भन्दैछु, अनुहार मेरो पिच नगरेको बाटो जस्तो छ, तर नभेट्न नगएको। आफ्नो अनुहार मात्रै सुन्दर बनाउने कि यो देशलाई पनि सुन्दर बनाउने हामीले? युवालाई म प्रश्न गर्न चाहन्छु है। तपाईँको पेटको लागि मात्रै तपाईँ चिन्ता गरिरहने कि यो देशको बारेमा पनि चिन्ता गर्ने? त्यस्तो युवा बन्नुपर्छ अब है, त्यस्तो युवा बन्नुपर्छ। यो देश भत्किँदाखेरि बनाउन बोलाउँछु म, त्यतिखेर ढुङ्गा बोक्न सघाउनुहुन्छ तपाईँले? हो, त्यस्तो युवा चाहियो। म जेनजीलाई भन्न चाहन्छु, तपाईँको वास्तविक पार्टी भनेको अरू के पार्टी होइन, यो पार्टी हो। यो पार्टीले मात्रै आफ्नो घोषणा पत्रमा जेनजी आयोग गठन गर्छौँ हामी र जेनजीको सम्पूर्ण समस्यालाई बुझेर त्यो अनुसारको नीति बनाउँछौँ भनेर घोषणा पत्रमा घोषणा गरेर निस्केको छ। हाम्रो एजेन्डा हामीले तपाईँको पार्टी खोलेदेखि नै सार्वजनिक गरेको। अनि एउटा पार्टीलाई एजेन्डा छैन भनेर तपाईँको चाहिँ जिस्काइराखेको, एउटा एजेन्डा निकालेछ। के निकालेछ भने 100 दिनमा सहकारी पीडितको पैसा फिर्ता गर्ने। अचम्म लाग्छ। आफैले काटेर घाउ बनाइदिने होइन, फिलामा यसरी प्लेटले चिरेर घाउ बनाइदिने, अनि आफैले स्टिच हानिदिने। अनि मैले त राम्रो काम गरेँ नि भने। त्यही मान्छेले हो पहिला पनि तपाईँको गृहमन्त्री हुँदाखेरि 22 दिनमा निर्मला पन्तको हत्यारालाई पत्तो करेक्ट झ्याप गर्छु भनेर तपाईँको चुनाव जितेको होइन र? खोइ त 2 चोटि गृहमन्त्री हुँदा केही तपाईँको चाहिँ पक्रियो निर्मला पन्तको हत्यारा को र चाहिँ अनुहार हेरौँ भनेको। त्यही मान्छेले भन्दै थियो 100 दिनभित्रमा थोरैमा पनि 100 जना तपाईँको परदेशमा बसेका मान्छेहरूलाई फ्री टिकट तपाईँको छैन हामी लिएर यहाँ जागिर दिन्छौँ भन्दै हुनुहुन्थ्यो। एकजनालाई पनि ल्याउनु भएन जस्तो लाग्यो। ढाँट्नु के साह्रो ढाँटेको बाबा, नढाँट्नु न, किन ढाँट्नु होइन, नढाँट्नु। फेरि म प्रधानमन्त्री बन्छु भनेर तपाईँको छैन। अब जो पनि प्रधानमन्त्री बन्ने रेस छ अहिले त। पार्टीको अध्यक्षहरू सबैले प्रधानमन्त्री बन्छ भन्ने स्वाभाविक पनि हो, सबैले भन्दा हुन्छ। मैले पनि भनिरहेको छु
एउटा फेरि फेसबुकबाट प्रधानमन्त्री बनेर हो गरेर हिँड्नेले चाहिँ फोहोर मैलासम्म व्यवस्थापन गर्न सक्नु भएन तपाईँले भनेर भनेको विदेशीले दिएन अरे। अब हेरेर न कति हाँसेको बाबा। ए बाबा तिम्रो नाकमा सिङ्गा निस्किरहेको छ, कचेरा छ, मुख धुओ न भनेको विदेशीले धुनै दिँदैन। कस्तो बाना हो विदेशी हस्तक्षेप हुनु अरे। फोहोर मैला जहाँको फोहोर मैला तपाईँको व्यवस्थापन गर्नलाई विदेशीले हस्तक्षेप गर्छ। नहुने कुरा सुनाएर फेरि त्यसकै पछाडि लागेको त ओहै भन भन्दैन। ओहै भनेको फेरि एउटा गीतै निकालेको छ अहिले, आजको पनि निकाल्छ होला, निकालोस् है। काम छैन नि त होइन, त्यो उसमा बस्यो होइन, कतिखेर हल्का साम्पाको स्टेटस आउँछ र गाली गरौँ भनेर पर्खिराखेको छ, आँखा झिमिक नगरिकन हेरिरहेको हुन्छ है। त्यस्ता मान्छेहरूको काम। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु अब यो देश उठ्नुपर्छ है। अब धेरै चाइनालाई हेर्नु न कहाँ पुग्यो, यो पनि चाइनिज त्यो पनि चाइनिज सबै बनाउनु उसले सबै। यो साउन्ड बक्सहरू सबै चाइनाकै होला। हामी चाहिँ कहिले बनाउने, कहिले यो फोनहरू सबै चाइनिजै हो। यो फोनहरू सबै आइफोन पनि चाइनामै बन्छ, सफ्टवेयर मात्रै तपाईँको चाहिँ अमेरिकाको हो, एप्पलको होइन। चाइनाले यो सबै इलेक्ट्रोनिक्स बनायो, हामीले कहिले बनाउने? हामीलाई त है, हामीलाई त केही पनि गर्न आउँदैन। त्यतातिर सोच्नु शिवहरू है, के हल्ला र के को पछाडि कुदेर हा हु नभन्नुहोस्। मैले फेरि भनेको छु चुनाव तपाईँको छैन, अस्ति दिएको छु आइफोन 17 चुनौती दिएको छु। आइफोन 17 अमेरिकाले बनाएर देखायो। हाम्रो नेपालको युवा जसले मलाई ढुङ्गा बोकेर देश बन्छ भन्नेहरूले आइफोन 20 बनाएर देखाउनु, अनि सबभन्दा पहिलो ग्राहकमै हुन्छु, 5 लाख भए पनि किन्छु। खिसिटिउरी नगर्नुहोस् है। अमेरिका त तपाईँको छैन, रसिया त चाइना त मङ्गल ग्रह पनि पुग्यो नि त, पुगेन? अनि हामीले यसरी मङ्गल ग्रह कहाँ हो भनेर हेरिरहेको हुन्छ। चर्बी जाँदाखेरि पानी हुँदैन, टोइलेटमा आपत पर्छ कि पर्दैन? हाम्रो देश चाहिँ त्यस्तो अवस्थामा छ। अनि माथि मङ्गल ग्रहको कुरा है, क्यापिटल है, क्यापिटल इकोनोमी है भनेर बसिरहेको छ। के को क्यापिटल इकोनोमी? उसको करेसाबारीमा एउटा एक ढेडी खोर्सानी छैन खाने, क्यापिटल इकोनोमी मलाई सिकाउने हामीलाई नहुने कुरा गरेको छ है। कति हाँस, म त अचम्म लाग्छ, साह्रै अचम्म लाग्छ कि फेद नटुपाको कुरा गरेको छ। आहा भनेको छ, त्यसरी चाहिँ भुने अरे। अब कानुन कसरी बनाउने बोले आहा गरेर बनाउने हो, केही छैन। हामी शिक्षाको कानुन, किसानको कानुन, हामी मजदुरको कानुन, विद्यार्थीको हकितको कानुन हामी बनाउँछौँ। यो देशमा हामी परिवर्तन ल्याउँछौँ। धेरै कुरा गर्न चाहन्न, अन्यत्र पनि जानुपर्ने भएको कारणले, 2टा अन्य कार्यक्रम पनि भएको कारणले, नत्र म दिनभरि नै सुनाउँथेँ तपाईँहरूलाई होइन मेरो मनको कुरा। यति मात्रै भन्न चाहन्छु, तपाईँहरूले चुनावमा भोट हाल्ने दिन मिडिया मार्फत भन्न चाहन्छु, 4वटा कुरालाई सम्झनु। हर्क सन्तानको अनुहार आँखा चिम्बरी, आफ्नो नानीहरूको अनुहार, आफ्नो देशको माटो र यो देशको जनता, यति 4वटा कुरा झलक्क सम्झनु है। सबैजनालाई म मिडिया मार्फत भन्न चाहन्छु, 4वटा कुरा सम्झनु। हर्क साम्पाङको अनुहार र हर्क साम्पाङले बोलेको कुराहरू अलिकति सम्झनु, आँखा चिम्बर्नु भोट हाल्ने। अनि तपाईँहरूको नानीहरूको अनुहार सम्झनु। तपाईँको नातिना छ कि छोराछोरी छ साना, उनीहरूको भविष्य, यो देशको माटोलाई सम्झनु, राष्ट्रिय जनतालाई सम्झनु। त्यस पछाडि तपाईँको हात चुनावजुलीको माटो भन्दा अरूतिर जाँदैछ। हामी जुट्ने भए एकचोटि भनौँ त सबैले, असम्भव नै के छ र हामी जुट्ने भए विभाजनका पर्खाल टेकी माथि उठ्ने है। यहाँ विभिन्न दलमा आबद्ध साथीहरूले पनि सुनिराख्नु भएको होला मलाई है। यहाँमा माटो चुनाव चिन्हमा भोट हाल्छ, त्यसलाई भोट हाल्नुहुन्छ है। त्यस पछाडि विकासको लय हाल्ने काम गरेर अगाडि भएको मान्छे, त्यसो भएको कारणले यहाँहरूलाई यो अनुरोध गर्न चाहन्छु। यदि भन्दै म मेरो
भनाइको बिट मार्न चाहन्छु। तपाईँहरूसँग रमाइलो भेट भयो, ऐतिहासिक भेट भयो। भेट मात्रै तपाईँको छैन, भेट मात्रै हामीले छैन को गरेर हुँदैन। हामीसँग समानुपातिको अर्को उम्मेदवार कृष्ण कुमारी राई पनि हुनुहुन्छ हामीसँग, लक्ष्मी राई पनि सक्नुहुन्छ। भेट मात्रै रमाइलो भएर हुँदैन, काम पनि रमाइलो हुनुपर्छ। काम रमाइलो गर्नका लागि फागुन 21मा चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुपर्छ। यति भन्दै बिदा हुन्छौँ। जय माटो, जय देश, जय लाम, जय